अनि हामी चाहिँ येशूको धार्मिकताले धर्मी भएको कारणले गर्दा हामी 100% 99% 100% धर्मी छौँ। आमेन। जुन दिन यो सत्यतालाई तपाईँले आफ्नो हृदयमा रोप्नुहुन्छ, म ख्रीष्टमा पूर्ण धर्मी छु अनि पवित्र पारेको छु भन्ने कुरा जब हामी बुझेर जिउन थाल्छौँ, त्यो दिनमा साँच्चै हामी के गरेछौँ? राज्य गर्छौँ। अनि आदमलाई परमेश्वरले त्यही राज्य गर्न अनि त्यही महिमाले पहिराउनु भएको थियो। शैतानको पासमा परेर के गर्यो? महिमाको वस्त्र फुकालियो, परमेश्वरबाट टाढा भयो। ख्रीष्ट यसलाई त्यो वस्त्र पहिराइदिनु भएको छ। हालेलुया। यही कुरा हामीले हिजो हेर्दैछौँ। हालेलुया। तपाईँले सक्नुहुन्छ किनभने चाहिँ हामी हार्न सक्छौँ अनि हाम्रो समाजले हामीलाई हारेको देख्न सक्छौँ, तर परमेश्वर हार्नु भएको छैन। हालेलुया। आदमले हार्यो तर येशूले हार्नु पर्यो भने म पनि हार्दिनँ। मुखमा सिरका हाल्दै गर्दाखेरि चाहिँ येशूले सिरकालाई इन्कार गर्नु, किनभने त्यो सिरका कस्तो थियो भने त्यो सिरका मुखमा हाल्दै गर्दा चाहिँ त्यसले दुखाइलाई कम गर्थ्यो। हल्का दुखाइ रिलिफ, अहिले हामीले टाउको दुख्दा पेन किलर खान्छौँ नि त, त्यो सिटामोल नदुखोस् भनेर त्यो सिरकाले चाहिँ दुखाइ कम होस् भनेर चाहिँ उनीहरूले हालेका थिए। तर येशूले चाहिँ हामीले पाउने हरेक दुःखको महसुस गर्नको लागि त्यो सिरका दिनुभयो। मेरो छोराछोरीले जुन पापको कारण जुन कष्ट भोगे त्यो म यहाँ अनुभव गर्न चाहन्छु। र येशूले त्यो हरेक शब्दमा येशूले जीवनलाई राख्नु भएको छ। एक थोपा रगतमा तपाईँको र मेरो भविष्यलाई लेखेको छ। एक थोपा रगतमा तपाईँको र मेरो जीवनको नक्सा कोरिएको छ। बादलमा धेरैचोटि फेसबुकमा हाल्छन् आज येशूको आगमन भयो, चित्र हालिदिन्छन्। येशू त्यो बादलमा देखिने येशू हामीले भित्तामा टाँसेको व्याख्या, येशू चाहिँ पछाडि चाहिँ हुन्छ त्यही साम्राज्यले थुन्न खोज्यो, येशूलाई थुन्न सक्ने, किनभने अभिषिक्त जनलाई रोक्न सक्ने यो संसारमा कुनै शक्ति छैन। आमेन।